पछिल्लो समय थोरै आफ्नो पेसलाई पनि बढाएको थियो एट्याक गर्दाखेरि। जिलेस्पी जङ्कारकीले हान्न त डिरेक्सन त सही दिएका थिए उनले अघि, र यहाँनिर मौका हुन सक्छ, तर खेलाडीहरू जताततै डिफेन्डरहरूले घेरिराखेका छन् नेपाली खेलाडीहरूलाई, तर बल नेपालले निकाल्न सकिराखेको छैन। सायद यहाँनिर साइड चेन्ज गर्नु बेटर हुन्छ होला, तर रोहित चन्दले यहाँनिर त्यही एरियामा बल खेलाएका छन्। क्रस आउन सक्छ यहाँ, आयुष कलान रहेका छन्, राम्रो पास, सर्ट हिर्काउनको लागि तयार, तर हान्न त हाने जिलेस्पी जङ्कारकीले, तर लेफ्ट फुट सर्ट थियो, सही ठाउँमा गएन, काउन्टर एट्याकमा अगाडिपट्टि बढ्दै थियो। उनले पास दिएको भए पनि बेटर देखिन्थ्यो होला क्या सायद, तर अब उनले चाहिँ त्यहाँ आफैले सर्ट हान्न खोज्दै थिए। ला मडी लामालाई फेरि अर्को येल्लो कार्ड, रेड कार्ड खाएर बाहिरिनेछन् मडी लामा। खुट्टामा नलागेको हो नि, सायद उनको लागि बेस्ट फुट लेफ्ट थिएन होला, त्यस कारणले गर्दाखेरि उनले हानेको प्रहार जिलेस्पी जङ्कारकीले चाहिँ त्यो खेलाडीलाई बिट गरेर हान्न खोज्दै थिए क्या। यदि त्यो सही ठाउँमा लागेको भए मेबी फ्रेममा लाग्न सक्थ्यो होला, र उनको राइट फुट भएको भए मेबी गोल हुन्थ्यो होला। जिलेस्पी जङ्कारकीको खुट्टामा टुप्पोमा लागेर बल चाहिँ झन् बाहिरतिर गए जस्तो देखिन्थ्यो नि होइन। उनले गर्न खोजेको सही हो, तर आफ्नो बडीले साथ दिएन कि, आफ्नो बडीको मुभमेन्ट, किनकि बल ठ्याक्क रोकेर जुन मुभमेन्ट बनाएका थिए त्यसमा चाहिँ उनले त्यसमा क्लिनिकल बन्न सकेनन् क्या, मतलब सर्ट नै लागेन खुट्टामा। र मडी लामाले रेड कार्ड खाएका छन्, यो काउन्टर एट्याकले जोगाउने क्रममा रेड खाएका हुन्, यसमा कुनै हामीलाई पश्चाताप छैन, जस्ट हामीले गोल चाहिँ खानु भएन भन्ने कुरा हो। उनले आफ्नो सेक्रिफाइस गरेका छन् नि त, किनकि त्यहाँ काउन्टर एट्याकमा गोल हुन सक्थ्यो, त्यही भएर उनले चाहिँ त्यहाँनिर जबरजस्त फल गरेर भयो भने नेपाललाई एक्स्ट्रा त्यहाँनिरबाट गोल हुनबाट जोगाएका छन्, एउटा डिफेन्स गरेका छन्। यसमा हामीले अब खासै निराश हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन, अन्तिम क्षणमा हो, जस्ट हामीले यहाँनिरबाट मुभमेन्ट राम्रो थियो, तर किरण चेम्जोङले बललाई सही तरिकाले जजमेन्ट गरेर बललाई समाइदिएका छन्। नेपाल रातो कार्ड खाएसँगै नेपाल अहिले 10 खेलाडीमा सीमित रहेको छ, गोलकिपर बाहेक जम्मा 9 जना फिल्डमा रहन्छन्। र किरण चेम्जोङले कस्तो खेलिराखेका छन् कृपया कमेन्ट गर्न नबिर्सिनु होला। र यहाँनिर एकदमै स्पिड त राम्रो सही नै थियो, तर नेपालको लागि कर्नर किक हुनेछ यो, नेपालको लागि यो 95 मिनेटमा पाएको कर्नर किक के गोल होला त? यहाँनिर मौका हुन सक्छ साथीहरू, मौका हुन सक्छ, नेपालले गोल गर्न सक्छ कि हेरौँ है त। आज विमल पाण्डेले पनि उत्कृष्ट खेल खेलेका छन्, डिफेन्डरको रूपमा अघि राम्रो खेलेका थिए। आयुष कलानलाई पनि अहिलेसम्म सब्स्टिट्युट गरिएको छैन, राम्रो खेलेका छन् उनले पनि। मडी लामाले अब यही कर्नर किकहरू हानेका थिए, तर उनले रेड कार्ड खाएर बाहिरिएका छन्, र यहाँनिर नेपालले हेड गर्न खोज्दै त थियो, नेपाललाई त्यस्तो दबाब पनि लिएको छैन हो। पक्कै पनि हङकङ चाइना टोली अट्याकिङमा राम्रो छ, र यहाँ जिलेस्पी जङ्कारकीले बल प्राप्त गरेका छन्, क्रस गर्न पनि खोज्दैछन्, ब्याक पास नै दिँदा बेटर हुन्छ कि के हुन्छ? ओके, यहाँ कर्नर किक प्राप्त गर्छ कि भनेको सायद आफ्नै ज्यानमा लागेर बल बाहिरिएको छ, र गोल किक प्राप्त गर्नेछ। 96 मिनेटमा रहेको छ अहिले गेम, अब जम्मा 1 मिनेट 10 सेकेन्ड मात्र बाँकी रहेको छ, लास्ट 70 सेकेन्ड भनौँ न। जिलेस्पी जङ्कारकी सब्स्टिट्युट भएर आएका थिए अघि भर्खरै, त्यही भएर ग्राउन्डमा अलिकति एडजस्ट गर्नलाई गाह्रो भएको पनि हुनसक्छ, त्यही पनि केही प्रयासहरू पक्कै पनि गरेका थिए उनले। हङकङ चाइना बल अहिले अगाडिपट्टि बढाउँदैछ, अन्तिम 50 सेकेन्ड बाँकी रहेको छ गेम स्टप हुन। नेपाल 10 जना खेलाडीमा सीमित भएको कारणले गर्दाखेरि हङकङले एउटा राम्रो मुभ गराउन चाहन्थ्यो, तर नेपालले बललाई नियन्त्रणमा लिएको छ। एउटा बल प्रहार गरिदिएका थिए, एकदमै ठुलो बल, ठुलो सर्ट खेलिदिएका थिए, मतलब यहाँनिरबाट बल भने हाम्रो खेलाडीले सही तरिकाले उनीहरूको प्रहारलाई त विफल बनाएकै छन् क्या नेपाली खेलाडीहरूले। सर्टहरू उनीहरूले नहानेको होइन कि, हाम्रो डिफेन्सले पनि राम्रो काम गरेको भन्छु मैले आज चाहिँ। उनीहरूको प्रहार बिचैतिर किरण चेम्जोङको हातमा नपुग्दै पनि कतिपय बलहरू
पिचबाट नै फर्केको छ र यो प्रकारको पास चोर्न पनि निकै सफल भइरहेको छ नेपालले। ब्याक पास दिनेछ हङकङ चाइनाले। 7 मिनेट सकिएको छ निर्धारित एक्स्ट्रा टाइमको पनि। सायद यहाँनिरबाट अब अन्तिम प्रयास मात्र हुनेछ कुनै एउटा टोलीको लागि, एउटा आउट हुनको लागि मात्र। सायद अम्पायरले कुर्दैछन् जस्तो छ र यहाँनिरबाट बल भने अपिल गरिएको थियो सायद, तर त्यो डिफ्लेक्टेड बल हो भन्ने अम्पायर रेफ्रीले चाहिँ त्यहाँनिरबाट थाहा पाउनेछन् र यो सँगै अन्तिम गोल किक प्रहार गर्दै र सायद यो बल स्टप भएको घोषणा पनि भइसकेको छ। यो सँगै फुल टाइम नेपाल 0 हङकङ 0। नेपालले हङकङ चाइनालाई फेरि पनि ड्रमा 38 वर्षपछि खेल्दै